सो अलराइट गाइस म चाहिँ जङ्गलमा हैन मसरुम खोज्न आएको। अब चाहिँ सट्ट पारमा मसरुम अलि भेट्यो भने चाहिँ म ट्याक्क पारमा हाल्छु बेडा हो। यहाँ फर्स्ट चरण चाहिँ यहाँ सेतो च्याउ भेट्यो है। यसलाई टिप्नुपर्छ यस्तो गरेर भनेको उचाल्नै सक्दैन त। चरणको च्याउ है यो चाहिँ सेतो च्याउ। फाइनल्ली गएर रेड मसरुम पनि भेटाए है दादाले। रेड मसरुम छ टन्नै अब यहाँ चाहिँ माथिसम्म छ। दादाले भेटायो नि त केटा हो रेड मसरुम। केटा हो अझ 1-2 दिनपछि आएको भए खतरा पाउँदो रहेछ। अलि छिटो आएछ कि रेड मसरुम है। यो चाहिँ अर्ग्यानिक जङ्गलको खतरा हुँदो रहेछ यो चाहिँ। म चाहिँ फर्स्ट टाइम आएको जङ्गल। यस खुसी लाग्दो रहेछ फर्स्ट टाइम भेटाउँदा। आम्मामा केटा हो यता पनि रहेछ है ल है। यहाँको चाहिँ टिपिसकेको रहेछ कसले। रेड मसरुम फेरि भेटिसक्यो है केटा हो। धन्य 1 केजी त छ होला अझ बढी होला यो। हजुर डेन्जरै ठुलो रहेछ। आम्मा यता ल्याउनु त यो छिप्पिया रहेछ। डेन्जरै ठुलो भएर चाहिँ अरे यो त आफै खेताला इमान्दार खेतालाहरू छन्, पैसा ल्याउँदैनन् यिनीहरूले। आज च्याउको खेतला लगाएको। हिजो खेतला दागेको पाइएन। कोही त मान्दै नमान्ने यार। खेतला पाउने गाह्रो छ क्या अहिले नेपालमा। त्यही त नि यो च्याउको खेतला पाइएन हिजो। आज चाहिँ नि मौका परेको छ। 2 जना खेतला त्यही पनि 500 दिन्छु भनेर ल्याएको। हो कान्छा कहाँ यार त्यसो गरी टिमाल त र अलिक राम्रोसँग काम गर्ने यार। हेर गिरोले कस्तो भसाभस काटेछ। यसले त त्यस्तो बाँडल चिठरेको पो टिप्नु ला यार। होइन मैले नि हात चोखाउनु पर्छ कि यार। ल आउनुहोस्
नत्र अहिले भाग कहाँ पाइन्छ र भन्ने मेरो खेतलाले कहाँ त्यस्तो भन्न पाइन्छ यार आम्मामा। ल हो राम्रै फल्यो रहेछ यो ठुल्ठुला हुने जात त रहन्छ धेरै धेरै भयो यसलाई मल पुग्ने होला युरिया हाल्दा कस्तो हुन्छ होला यसलाई हकान्छ गट गाईको गटले त हाल्नु नहुन्छ हो सानो असली अलिक काट्नु बिस्तारै धेरै खेर फाल्नु त भएन नि होइन कति होला यहाँ 20 किलो होला 20 किलो त एउटा भागमा पर्ला नि एउटा भागमा 20 किलो 20 त्यहाँ 60 किलो त छैन होला केटा आज गिरुलाई चलप्प भारी हो नि भाइ यार मैले आज 3 दिन भयो रक्सी खानु छोडेको ट्वाक्कै यस्तो भेट्यो फेरि यार टेरीमा डोला कस्तो उता ल्याऊ चरा आज नखाने खानुहुन्न यहाँ चाहिँ नि सन्चो भएन कि डोको बुनेर अहिले डोकोमा हालेर लैजाने है सुक्क लैजानुपर्छ कसले जानेछ डोको बुन्नु जस्ताको टस्टी बनाउनु लैजानुपर्छ यो न त घर पुग्दा त कचाकुच हुन्छ यार पालो बोक्ने म छेउको धनीले त अब बोक्ने कुरा भएन नि एउटा ऊ नारायण फुट्कियो यार त्यसलाई फेरि टन्सिल भएर फुट्यो अलिअलि मैले त घर बनाउनु नि राखिदिनु पऱ्यो नि घर काम नै राखिदिनु पर्यो काम नि राखिदिनु पऱ्यो नि हाँसी नि खैलायो हाँसी ल्याएर हाँसी त बहुत लाग्ने हो नि ढापुङ्गेको हाँसी हो लाग्दो किन छोरो त्यो ढापुङ्गी हाँसी मैले अस्ति लिएर आएको लग्दिने भन्दै त्यस्तै हो त एउटा माथिको पानो छुट्चै जस्तो लाग्यो यार सकिन्छ त्यो झन् कसरी सक्छस् गिरुले सकिहाल्छ अहिले कमा लिएर नि गिरु हो कि रसी ल्या रसी नभए नि अनि त्यस्तो भिरमा मौरी गानेर अनि यस्तो त के हो र कहाँ हुने यहाँ त ठ्याक्क फुट्कियो भने त माछा चिक्ने खट्नु पर्छ नि यार सजिलो छ यो हाँगाबाट उता ठ्याक्क भेट्छ माथि छ नि त धेरै माथि छ ऊ तल्लोपट्टिको ठुलै छ नि त नि एउटाको भागमा त ल खेल्ला 500 रुपये खेल्लाहरू अच्छा से काम करो तुम लोग को दिहाड़ी अच्छा से मिलेगा हो धेरै नदेखामे यार मान्छेले चोखे लगाइदिएला यार भिडियोमा चोखो लगाइदियो भने त बर्बाद भयो रियाल